मलाई एकदमै आनन्द लागेका काममा चाहिँ यो प्रधानमन्त्री मन्त्रीजीहरू चाहिँ जुन अनावश्यक रूपमा चाहिँ यो सार्वजनिक कार्यक्रममा मञ्चमा चाहिँ घन्टौँसम्म बस्ने कार्यकर्ताको चाहिँ त्यो लस्कर लगाएर चाहिँ जिल्ला भ्रमण गर्ने शिलान्यास उद्घाटनमा चाहिँ लिप्त हुने जुन एउटा विगतको जुन विकृति थियो, वास्तवमा त्यो विकृतिको रूपमा थियो, त्यसबाट चाहिँ अहिलेको जुन मन्त्री परिषद अलग भएर आफ्नो जुन तोकिएको जो काम हो मन्त्रालयको काममा उहाँहरू जुन लाग्नु भएको छ, मलाई त्यसमा असाध्यै आनन्द आउँछ। किनभने विगतमा म सचिव हुँदाखेरि आफ्नै विभागीय मन्त्रीलाई भेट्न 3-4 दिन कुर्नु पर्थ्यो, क्वार्टरमा नि भेट्न नसकिने। कतिपय समय उहाँको आफ्नो जिल्ला निर्वाचन क्षेत्रमा उहाँको दौडा हुन्थ्यो। सचिवले मन्त्रीलाई भेट्न नसक्दाखेरि त्यो मन्त्रालयको काम कारबाही कति अगाडि बढ्थ्यो होला, होइन? त्यो स्थितिमा गुज्रेको हुनाले मलाई लाग्छ कि अहिलेका सचिवजीहरू पनि एकदम भाग्यमानी हुनुहुन्छ र मन्त्रीजीहरूले पनि अहिले चाहिँ आफ्नो जुन जिम्मेवारी हो त्यो जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ र यी तफसिलका कुराहरूमा उहाँले चाहिँ खास ध्यान दिनुभएको छैन। र प्रधानमन्त्रीजीले पनि अनावश्यक वक्तव्य निकाल्ने, अनावश्यक डेलिगेसनलाई भेट्ने त्योबाट पनि उहाँ चाहिँ उहाँले त्यो नगरेको हुनाले मलाई त्यो चाहिँ बडा आनन्द आएको छ। जुन मन्त्रीजी नै जिम्मेवार भइदिनु भयो र उहाँले नै एउटा चाहिँ आफ्नो अदबमा बस्नुभयो, अनुशासनमा बस्नुभयो भने त कर्मचारीलाई त्यो अनुसारको चाहिँ